हरेस खाइएन। अनि तर 3 वर्ष सजिलैसँग सकियो, कट्यो भनौँ, सिद्धियो। अनि त्यहाँ 3 वर्ष दुःख परिश्रम जो मैले गरेँ, आज त्यसैको प्रतिफल परिणाम आज मैले पाइरहेको छु। अनि तपाईँहरू पनि हुन त प्रिन्सिपल तपाईँहरूको नजरमा सोझै लाग्यो कतिजनाको, होइन, ठिकै छ, तर डाइरेक्टर चाहिँ अलिकति कडा छ भने जस्तो लाग्यो होला मनमा तपाईँहरू, है। तर पनि तपाईँले सिक्नुभएको कुराहरू अबको 1 महिनापछि त्यसको रिजल्ट पाउनुहुन्न, देख्नुहुन्न। तपाईँले 1 वर्षपछि 2 वर्षपछि त्यसको रिजल्ट पाउनुहुन्न। तर तपाईँ जब विवाह गरेर परिवारमा बन्धनमा बाँधिनुहुन्छ, तपाईँ जब सेवाकाईको क्षेत्रमा उत्रनुहुन्छ, त्यतिखेर मात्रै यो आजको दिनलाई तपाईँले सम्झनुहुन्छ कि फलाना वर्षमा त्यतिखेर हामीहरू काउ सिटी भिजन चर्चमा 1.5 महिना हामीले तालिम लिएको थियो। त्यो कुराहरू अहिले तपाईँले बुझ्नुहुन्न, तर अबको केही वर्षपछि मात्रै त्यसको फल तपाईँले पाउनुहुन्छ। अनि आज म केही मिक्स खालको धेरै कुराहरू मिसाएर म वचन ल्याउन चाहन्छु। आज म अलिकति हतार र छोटकरीमा म भन्न चाहन्छु, किनभने वचन सक्ने बित्तिकै मेरो 2:30 बजेको फ्लाइट छ। म काठमाडौँ जाँदैछु आज र भोलि कति कुराहरू मिलाएर पर्सि भनेको शुक्रबार म र मेरो श्रीमती हामी दुवैजना अमेरिका जाँदैछौँ 3 हप्ताको लागि। प्रार्थना गरिदिनु होला। पर्सि शुक्रबारको दिन हामी काठमाडौँबाट दुबई 4.5 घन्टाको फ्लाइट रहेछ। दुबईबाट अमेरिका 15.5 घन्टाको फ्लाइट, है। प्रार्थना